नमस्ते गुड मर्निङ एभ्रिवान। आज म फेरि यहाँबाट मेरो गाउँको यात्रा जाँदैछु। अस्ति तपाईहरुलाई राम्रोसँग मैले यो देखाउन सकिनँ। अब वेदरको कारणले गर्दाखेरि आज फेरि मैले घाम लागेको छ। तपाईलाई फेरि यो बाटो के कस्तो भएको छ भनेर देखाउने छु। बाटो बिच हुँदैछ। यो बाटो स्याङ्जा पुतली बजारदेखि पुतली बजार घिउ डाँडा हुँदै कल्याथोक हुँदै डाँडा सोरा हुँदै यो नाम्चे डाँडा भन्ज्याङ नाम्चे खाल्पु सम्म जाँदैछ। बिचमा हिँड्न नि पाउँदो रहेछ क्या हो होइन। यहाँ उस गर्दै पेल्दै खाएको त्यही भएर नहिँडौँ भनेर है त। ल यो बाटो पनि फाइनल्ली पिच भइसकेको छ। रमाइलो बाबा मान्छे थान्थिया दामी देखेको है। जन्मै हुन्छ। अस्ति आउँदा यहाँ त नि केटी थियो, आज पुरा बवाल पिच हुँदैछ। बाटोमा हामी कम्ती रोइन्थ्यो त यार, आमामा उभिन नसकेर होइन। दामी बनाइदिएछ यहाँ त किलो किलो रहेछ। अहिले त अब हाम्रो गाउँ जाने बाटो नै होइन जस्तो लाउने क्या। अब हेर न यस्तो दामी बनाइदिएछ। गरे के हुन्न भने के बहादुर। हेलो यार एउटा धोको थियो यो देख्ने भन्ने। अब देखियो लाइभमा। अब यो बाटो कहिले पिच होला र हिँडौँला भन्ने जस्तो हुन्थ्यो होइन। अहिले अब यस्तो दामी भयो। यहाँ स्याङ्जा बजार तल हेर्न बवाल। अब त कति 10 मिनट 15 मिनटमा त गाउँमै पुग्छ त आनन्दले। दामी देखा मिला भाइ। तलभन्दा माथि चाहिँ राम्रो देखिने भयो। रोड प्लस त्यो माथिको चाहिँ अलिकति त्यो डाँडाहरू क्याप्चर हुने गरेर राख्नुपर्छ कि। हेर त क्याप्चर गर्छ, डाँडाहरू क्याप्चर हुनुपर्छ कि। त्यो बाटो देखियो भयो। ओके खुसी त कति खुसी नि होइन। अब यो ठाउँको मान्छेहरू पहिला अब होइन, अब पहिला सुरुमा चाहिँ अब हामी नै यो बाटो अब चाहिँ यो तल्लो बाटो होइन, अन्त खचड लिएर हिँड्दाखेरि होइन कम्ती दुःख थियो यो बाटो। अहिले अब ग्राभिल के अरे बाटो बन्यो, तर बाटो बने पनि अब भएन नि त होइन। तर अब कच्ची बाटो खोल्दा नि खुसी नै थियो नि त। अब बाटो खुल्यो भन्यो खुसी नै हुन्थ्यो। तैपनि हिँडाएको त त्यति नै हो नि त, दुरी त त्यति नै थियो। तर कति गाह्रो थियो नि त, फेरि भारी बोकेर हिँड्नु पर्थ्यो यो बाटोमा होइन। त्यति सहज हो कि पहिला उकालो हिँड्दाखेरि चाहिँ भारी बोकेर हिँड्दाखेरि गाह्रो थियो। पछि यो बाटो खनिदिएपछि चाहिँ अब हिँडेर सहज भयो नि त। अब अहिले पिच भएर आफ्नो गाडीमा अब बाइकमा हिँड्दाखेरि होइन अब छुट्टै नि अब आनन्द क्या। अब मेरो गाउँ पनि यस्तो हुँदो रहेछ है भन्ने चाहिँ क्या। त्यसै अब
नानी आमा हुन्छ नि त यति भइसकेपछि त अब होइन ओहो के अरे अब पहिला पहिला बाटो सम्झेपछि गाउँ जान पनि अब त्यस्तो बाटो छ यार यहाँ कति गाह्रो हुन्छ अब बाटोमा होइन अब यस्तो बाटोमा बाइक बिग्रियो भने बाटो बिग्रियो भने अब यो के अरे पानी परिदियो भने बाइकहरू पङ्चर भइदियो भने होइन यता न उता अब कोही मान्छे आउँदैन नि त यहाँ त टेन्सन हुन्थ्यो अब त रिङ रोड हो नि आनन्द छ अहिले कोलमामा हेर न कोलमा कोटमा चाहिँ नि पुरै अब त्यो भ्यूको उसहरू क्या यस्तो दामी बनाएको क्या त्यहाँ कोलमामा भयो माथि अब बाकोटमा भयो होइन अब यता यो ठुलाटीको त्यो माथिपट्टि गुम्बामा त्यस्तो दामी दामी ठाउँ बनाएको छ क्या अहिले चाहिँ तर बिस्तारै डेभलप हुन्छ अब यति बाटो भइसकेपछि डेभलप चाहिँ हुन्छ क्या अब यो डाँडामा मैले मेरो पहिलो म्युजिक भिडियोको चाहिँ सुट गरेको यही माथि डाँडामा सुटिङ गरेको यस्तो दामी दामी लोकेसन बाइक चाहिँ नि सुटिङको लागि होइन अब छ त पाखा यदि दुःख लाग्ने के हो भन्दाखेरि यहाँ चाहिँ कस्तो चौतारा थियो त ठुलो जम्म यहाँ रेस्ट गर्ने उकालोमा यस्तो दामी थियो कस्तो रमाइलो अब यो पिकनिक स्पोट भयो डाँडा अब यो सब सुटिङको डाँडा हो क्या दामी छ आनन्द बवाल गर्दैछ क्या यो बाटोमा कति गाह्रो हुन्थ्यो होइन अल्तीबाट पुरै तल दबे खाएको हेर नि कति हाइट थियो हेर त पिचको लागि सेफ भयो नि त यो डाँडाले त हेर न कता हिँडे हौ सुमन हो ठुल्बा छोरा के अरे कसले तक छ बाबु विष्णुलाई बाइक सिकाउनु लिएर आयो कि यस्तोमा बाइक सिकाउने अफरोडमै सिकाउने ल जाऊ त ल है सेतो बाटो सुन्धारा केही उसै छैन क्या अब आउँछ अझै नै आउँछ जिन्दगी नभुल्ने भनेको मेरो खच्चड यहाँबाट यहाँ तल खस्दाखेरि पहुँचेको त्यो चाहिँ याद आउँछ क्या मलाई बहुत हेर कति रोको क्या त्यो बेलामा अब यो सबै पहाडहरू यहाँबाट क्या मुलाउने यो झर्छ होला अब यो बाटोला लत्रे पिपल जाने बाटो चाहिँ
सब पिच भइसक्यो आहा सारा अस्ति आउँदाखेरि यहाँ पिच हुन लाग्थ्यो अहिले पिच भइसकेछ ल बल्लम्स गर्दै थियो क्या ग्राभिल थियो कच्चीमै आउँदाखेरि पनि रमाइलो हुन्छ झन् अहिले पिच हुँदाखेरि झन् त्यसै रमाइलो क्या नन्दी महाराज तर यो बाटो चाहिँ तलबाट डेन्जर उठाएको क्या यो माथिको घरहरू बचाइदिएको होइन तलबाट डेन्जर उठाइदिएको सबैतिर उतातिर चाहिँ छैन फोहोर खनेको अहिले चाहिँ छैन अब यो पेल यतै बोलाउने हो फर्कामा त है ल आजको हाम्रो यात्रा यहीँसम्मको थियो अस्ति यहाँसम्म मैले भिडियो गर्न पाएको थिएन वेदरको कारणले गर्दाखेरि आजको हाम्रो यात्रा यहीँसम्मको हो कल्याथोकसम्मको ल ठिक छ होइन ओके ठिक छ ल अब हामी चाहिँ नि फर्किहाल्यौँ हामी फर्क्यो भन न यहाँदेखिको हामी फर्किँदाखेरिको यो हो नि देखेको स्याङ्जा बजार ठ्याक्क यो छुट्टिन्छ क्या हाम्रो क्या भ्यूहरू होइन अहिले हेर न अब यो टोटल यो स्याङ्जा बजार भयो यो बाढखोला लत्रे पिपल यसले धेरै क्याप्चर गर्छ क्या अब
काम गर्दैछ होला है यो मान्छे त पुरै राजा पुरै काम गरेको छ क्या दामी हाँ अस्ति झन् होइन त्यो नाइनाको थानबाट चाहिँ यो कल्याण तोकको त्यो पाखा के माथि गाउँमा चाहिँ देखेको तलपट्टिको त पुरा बादलको यस्तो बवाल देखेको थियो क्या फेरि एउटा भिडियो हाल्दै तर कसैले पनि चिन्दैन क्या त्यो ठाउँ फेरि पहन के है दामी रहेछ साइड लगाएर यहाँ त सिमेन्टै हाल्दै नि बस्थ्यो क्या ग्राफी यस्तो छ बाटै उसको सेल्फी डाँडा त्यो डाँडामा पनि अब हेर्नु न त्यो बाटो पहिल्यै पिच भएको होइन हाम्रो गाउँभन्दा पहिला यस्तो बवाल छ क्या हेर्नु र अब त्यो बाटो भन्दा त यही बाटो बवाल देखियो सबभन्दा पहिला यता कोलमा काउले जानको लागि चाहिँ पिच भएको बाटो है दामी देखेको छ है तर त्यो भनेको तल 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 जान्छ त्यो भनेको हाम्रो नन स्टप डाँडै डाँडै छ कि यस्तो रमाइलो छ कि माछा पुछ्दै हिमाल हेर्ने हामी मजा आयो बाइक बोक्नु मिल्छ बाबा आची कता आउनु भएको थियो
कता गाउँ पिराउनु भएको? म भयो 4-5 दिन भयो। यति बस्नु भएको ए त्यो अस्ति अलि त सामान अलि सामान लिन जान्छ। फेरि फर्किने हो? अहिले भर्खर फर्किने। मम्मी आछैन उता। ए अब फेरि गाउँमै फर्किने सामान लिएर भर्खर फर्किने। ए पिङ आज के रे ए मान्छेसँग जिपमा आएँ। अँ त्यहाँदेखि फेरि यो गइहाल्नु आज। ए अफर भयो। अब म ल हुन्छ बाबा हस् पनि एकछिन हामी नि यहाँ डाँडा बसेर फर्किन्छ अब जाने केही छैन अय्या अस्ति आउनु हो थिए मैले भ्याएन बेटा खास यो रोडै छुट्याएको होला के रे त्यसलाई ठक्क माटो हालेर फिलिप गरेर गएको बाल हुन्छ दामी देखेको है यतातिर नि हुआ जानुभन्दा अगाडि फ्यामिली लिएर अलिकति बस्ने ठाउँ राम्रो भएको यहाँ गाउँ आएर बस्न मन लाग्थ्यो क्या मलाई गाडी लिएर आउने होइन अनि ठक्क गाउँमा बस्नु लाग्थ्यो ओहो स्याङ्जा बजार ल दामी देख्यो है पिज को नुवाकोट नुवाकोट ल यो चाहिँ नि स्याङ्जा बजार दामी ट्रेकिङको जस्तो हुन्छ क्या स्याङ्जा बजारको आमा भाइस नै अर्को छ क्या यो ठाउँमा आउँदाखेरि क्या ल आजको यात्रा हाम्रो स्याङ्जा बजारसम्मको Boy. यस्तो रमाइलो गाउँको मजा भनेको यही हो नि पुरा होइन बाख्राकोटलाई टक्क सरर कस्तो मजा आउने अर्ग्यानिक दृश्य भनेको यही हो मजा आउँछ नि यो भएन क्या छैन क्या छैन नि अब पहिला यही गर्दा सानोमा हेर्नु नपाउने गरममा कति दुःख भनेको अहिले यो चिज नै अब रमाइलो रोमान्टिकमा गइसक्यो आजको यात्रा बवाल छ क्या मौसम पनि अनुकूलै छ आजको राम्रो छ आजको दिनहरू हेर्न सक्नुहुन्छ भ्यूहरू हे बाटोहरू मजै आउँछ हेर न बाख्रा त्यत्तिकै जुम गरेन बाख्रालाई बवाल देख्यो है वाउ दामी छ नि बाख्रालाई यस्तो रमाइलो आयो
सालगारी यस्तो बबाल देखेछ कि पिकनिक स्पोटहरू है होइन यहाँ तलको त खोलाहरू यो त टोटली पिकनिक स्पोटै भयो नि त यो त मान्छेले भन्छ स्विजरल्यान्ड हाम्रो देश पनि के कमी छ त नि हेर्नु है मान्छेले रोपे जस्तो छ यस्तो रमाइलो ठाउँ हेर्नु त ल यही हो नि हाम्रो स्विजरल्यान्ड हेर्नु त कति रमाइलो छ दिन हेर्नुहोस् है ठाउँहरू हेर्नु यस्तो रमाइलो वाउ वेदर गड प्लेस सेल्फी डाँडा ओ हेर न सेल्फी डाँडा मैमा इन्डिङ गर है